हेलो गाइस, अहिले 2:30 भएको छ, घाँटीको 2 बज्यो। अब हामी जाँदैछौँ आमा याङ्गी बेस क्याम्प। यहाँबाट गाडीमा जान्छौँ, त्यसपछि हामी उतातिर त्यहाँबाट उता चाहिँ हिँडेर जानुपर्ने हुन्छ 2 घन्टा आमा याङ्गी सनराइज हेर्न लागि। लेट्स गो। मेरो साथी अगाडि गइसकेको छ सुरज। वेटिङ फर गाडी स्कर्पियो वेट गर्दैछौँ हामी अहिले। त्यसपछि हामी गाडीमा जान्छौँ आमा याङ्गी बेस क्याम्पमा। त्यसपछि उता पनि हामी हिँड्दै जानुपर्ने हुन्छ ट्रेकिङ। त्यसपछि सुरु हुन्छ हाम्रो हाइकिङ। हेलो, हामी चाहिँ अब गाडीबाट झरेर यो चाहिँ गणेश हो मेरो साथी, आफ्नो फेसमा बत्ती बालौँ है। अहिले हामी लगभग 3:45 बजेको छ। अहिले 4 बजेको छ। सनराइज हेर्नको लागि साथीहरू आउँदै हुनुहुन्छ। यो गणेश हो, हामी धेरै माथि आएर पुगेको छ। अनि म देखो त मलाई सुरज सर हाम्रो अब कहाँ पुग्नु पर्ने थाहा छैन। भर्खर त 45 मिनट हिँड्यो होला, अझै 1 घन्टा लाग्छ भन्छन्। ठिक छ, नो प्रब्लम, हामी सक्छौँ मजाले। गणेशजी एकदम इन्टेलिजेन्ट साथी हो, मलाई यहाँसम्मको साथ दिने साथी हो। 4:33 जाँदैछु। हेलो, सनराइज सुरु हुन लाग्यो है, छिटो। लास्ट मुनाबाट आइरहेको थियो, यहाँ पुग्नु 1 घन्टा लाग्छ उहाँहरूलाई। अब यसपछि हामीले कति हिँड्नुपर्छ? 1 घन्टा चाहिँ अरू हिँडेर ओके 5:30 10 मिनट अरू रेस्ट गर्नु। ओके म्याक्सिमम भनेको मैले ल ठिक छ। छिटो छिटो छिटो। फाइनल्ली 2 घन्टाको हिँडाइपछि हामी पुग्दैछौँ अब आमा याङ्गी पिकमा। लगभग 2 मिनट छ। अब मेरो साथीले मलाई हिउँले हान्दैछ। हिउँ पढेको छ साथीहरू, हिउँ। यति खुसी लड्दै र पढ्दै आइयो साथी। अब चाहिँ के छ र, ल आएनौँ त हामी, पुगेनौँ त हामी, पुग्यो नि त साथी, साथी पुग्यो नि त। ल साथीहरू, हामी पुगिसकेका छौँ आमा याङ्गी मन्दिर हो। हामी मन्दिरमा पुगिसकेका छौँ। यो हिमाल त्यताबाट यतातिर हिमाल छ, कस्तो राम्रो छ हिमाल हो। सनराइज चाहिँ यहाँबाट हुँदैछ, 5:30 भयो। अब 6 बज्ने बेला त अब सनराइज हुन्छ। एकदम एक्साइटेड छौँ हामी सनराइज हेर्नको लागि। आमा याङ्गी पिक, धेरै एक्साइटेड छु म सनराइज हेर्नको लागि। यो चाहिँ आमा याङ्गी पिक मन्दिर हो। उज्यालो हुँदैछ। ल साथीहरूले यहाँ आगो बाल्नुभएको छ, एकदमै चिसो छ नि त यहाँ, आगो बाल्दै हुनुहुन्छ। जति बिहान भयो त्यति नै हावा लाग्दैछ, चिसो छ एकदमै है, चिसोमा चिसो। बिस्तारै उज्यालो हुँदैछ। 6:55 भयो, सनराइज हुने बेला भएको छ। यो हिमाल हो, हिमालमा कस्तो राम्रो हिउँ परेको छ। सनराइज हुने बेला भइसकेको छ यहाँदेखि। अब कति समयमा हुन्छ।
चिसो पनि कम एकदमै राम्रो छ साथीहरू आमायाङ्ग्री पिक हेरेर आउँदाखेरि त धेरै नै दुःख हुन्छ तर यहाँ आइसकेपछि चाहिँ एकदमै खुसी लाग्छ है सेटिस्फ्याक्सन भइन्छ कति रमाइलो छ हेलो गाइस हामी चाहिँ यहाँ सनराइज हेर्न आएको होइन सनराइज चाहिँ हेर्न पाइएन किनभने त्यहाँ एकदमै बादलले घेरिसकेको थियो तर वी आर लकी किनभने अहिले परेको छ स्नोफल परेको छ स्नोफल भएको छ सँगसँगै पानी पनि परेको छ एकदमै राम्रो छ स्नोफल भएको छ साथीहरू एकदमै खुसी आइएम ह्याप्पी गाइस अँध्यारो यो कहाँ दिउँसै रात पऱ्यो भनेको यो क्या हो ओ माई गड यो मेरो साथी अगाडि गइरहेछ सागको रिसाइकल छ तर पनि नो प्रब्लम मलाई केही फरक पर्दैन के साथी वाट आर यु डुइङ हिउँ परिरहेको अवस्था छ कस्तो लागिरहेछ एकदम टाइम लागेको छ हिउँसहित पानी पनि पर्यो अब हामीलाई तल झर्नु चाहिँ मुस्किल पर्न सक्छ है हामी त्यसको लागि ओके यस हामीसँग छाता छ छाता तर यो चाहिँ एक्सपेक्टेड नै भयो खुसी लाग्यो साथीहरू दिस इज आमायाङ्ग्री पिक आएर एकदमै खुसी लाग्यो स्नोफल भएसँग एकदमै चिसो भइरहेको छ अहिले पानी पनि परेको छ कम भयो भर्खरै बिस्तारै क्लियर हुँदैछ के भनेको जति टाढा भए नि पर्खिबस्छु समयले कोल्टे फेरे नि मलाई नबिर्सिदिनु साथीहरू अब चाहिँ हामी फर्किँदैछौँ 8 बजे 6 मिनट भयो अब हामी फर्किँदैछौँ टेम्पल हो म मेरो साथी आउँदैछ फर्किँदैछौँ चिसो छ धेरै ल अब हामी अब झर्दाखेरि यसो खाँदैछौँ खाजा पोट्याटो बिस्किट खाँदैछौँ झर्नुपर्ने धेरै ठाउँमा धेरै तल छ अब त 2 घन्टा लाग्यो जाँदा 1 घन्टा लाग्ला नि होइन र
आइसकेको छन् यहाँ मायागढी। अब चाहिँ पानी पर्न लाग्यो है, हामी झर्दैछौँ। पानी मात्रै होइन असिना पनि सँगसँगै परिरहेको छ। अलिअलि गर्दै अब छाता ओढ्नुपर्छ। पानी सँगसँगै असिना सँगसँगै हुस्सु लागेको छ साथीहरू। पानी सँगसँगै असिना सँगसँगै हुस्सु लागेको छ। अब छाता ओढ्नै पऱ्यो। यत्रो खाली साह्रो झर्दा ल हाम्रो साथीले पनि छाता दिउँसो अँध्यारो भएको छ है। पानी पर्यो, असिना पनि झऱ्यो। चलो चलो भीषण पानी परेको छ, सँगसँगै असिना पनि परेको छ। भन्नै लडेको चाहिँ को रहेछ, विचार गरेर हिँड्नु पर्ने भयो। अब छैन भन्दैछ अब ल साथीहरू, हामी पुग्दैछौँ अब गेटमा, चुमङथाङ गेटमा। बेस क्याम्प चुमङथाङ आमा याङरी पिक जानको लागि बेस क्याम्प रहेको छ, जुन चुमङथाङ भन्ने ठाउँमा रहेको छ। हामी अब पुग्दैछौँ, यो गेट आउँदैछ। मेरो साथी माथिबाट आउँदैछ। साथी छिटो आऊ है। ओके फाइनल्ली पुग्यो चुमङथाङ। घुमेर आइयो, एकदमै राम्रो भएको छ। पिक यो चाहिँ रिजोर्ट हो, आमा याङरी पिकको बेस क्याम्पमा रहेको यो चुमङथाङ रिजोर्ट हो। हामी गेटमा पुगिसक्यौँ। यो हो आमा याङरी जाने गेट। आमा याङरी पिक जानको लागि गेट आइसकेका छौँ। साथी के छ, आइयो होइन? लाली गुराँस झकमक्क लाली गुराँस फुलेको छ। ठिक छ, हाम्रै गाडी यहाँ छ। अब यो गाडी चढेर हामी बसेको होटेल जान्छौँ। होटेल याङरी पिक तार्के घ्याङमा छ जुन, त्यो होटल गएर हामी ब्रेकफास्ट खान्छौँ। त्यसपछि हामी काठमाडौँको लागि रवाना हुन्छौँ। ओके बाई।